नमस्कार सबैजनालाई हाम्रो च्यानलमा फेरि एकपटक हार्दिक स्वागत छ। आज हामी जापानको गुम्बा प्रिफेक्चरको फुजिओका सहरमा रहेको फुजिनो साकुओका गार्डन घुम्न आएका छौँ। यहाँको सुन्दर फुलहरू, हरियाली र शान्त वातावरण साँच्चै मनमोह छ। यी सुन्दर फुलहरूलाई जापानी भाषामा फुजी अर्थात् विस्टेरिया भनिन्छ। वसन्त ऋतुमा फुल्ने यी फुलहरू लामो झुन्डमा झुन्डिएर फुल्छन्, जसले बगैँचालाई अझ आकर्षण र मनमोह बनाउँछ। बैजनी, गुलाबी र सेतो रङका यी फुलहरू हेर्दा निकै शान्त र रमाइलो अनुभव हुन्छ। जापानमा विस्टेरिया फुललाई सुन्दरता, प्रेम, दीर्घायु र शुभकामनाको प्रतीक मानिन्छ। यहाँको मिठो सुगन्ध र मनमोह दृश्यले जो कोहीको मन जित्न सक्छ। सामान्यतया जापानमा अप्रिलको अन्तिमदेखि मे महिनाको सुरुसम्म यी फुलहरू पूर्ण रूपमा फुल्छन्। यहाँको शान्त वातावरण, रङ्गी-बिरङ्गी फुलहरू र हरियालीले मन नै खुसी बनाइदियो। परिवारसँग यस्ता पलहरू बिताउन पाउनु हाम्रो लागि धेरै विशेष कुरा हो। हामीले धेरै रमाइलो गर्यौँ, फोटो खिच्यौँ, वरिपरि घुम्यौँ र एक अर्कासँग मिठा सम्झनाहरू बनायौँ। यस्ता साना यात्राले परिवारलाई अझ नजिक ल्याउँछन् र जीवनका सुन्दर पलहरू सम्झना लायक बनाइदिन्छन्। यदि तपाईँ पनि जापानमा हुनुहुन्छ भने मौका मिल्दा यस्तो सुन्दर ठाउँ एकपटक अवश्य घुम्न आउनुहोस्। आजको हाम्रो परिवारसँगको यो यात्रा तपाईहरूलाई पनि मन परेको आशा छ। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै परिवारसँगका रमाइलो यात्रा, जापानको जीवनशैली र नयाँ ठाउँहरूको भिडियो हेर्न हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।